हेलो गाइज एन्ड नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। अनि आज चाहिँ मैले धेरै दिनपछि चाहिँ भ्लग स्टार्ट गरिरहेको अवस्था छ। हामी हाम्रो दाइ र म चाहिँ घुम्न आएको कतातिर अरे आज हामी जाने बुलबुलेतिर जाने भन्ने कुरा छ। फेरि एउटा केटा छ गर्लफ्रेन्डसँग छ, ऊ फेरि गर्लफ्रेन्डसँग भएर उसले फेरि उता जाने भनिरहेको शहीद पार्क भनिरहेको छ। हामी फेरि बिना गर्लफ्रेन्डवाला पऱ्यौँ फेरि, त्यही भएर हामी पछितिर हिँडिरहेको छौँ। हजुरहरूलाई अब कहाँ जान्छौँ हामी त्यहीँ गएपछि देखाउने होला छौँ है। यसमा पार्किङ के अरे सरी भइसकेका प्रवेश गरिसकेका छौँ। अबको हाम्रो हिँडाइ भनेको हामी चाहिँ कहाँ रे यो शहीद पार्कतिर हामी चाहिँ एकदम सले छौँ। दाइहरू हुनुहुन्छ हाम्रो छौँ, आइराखेका छौँ होइन। कस्तो भइरहेको छ दाइ देखेर? राम्रै छ कि? अब फर्स्ट टाइम आएको यहाँ जाँदैछु एकदमै शान्त छ होइन वातावरण त एकदमै हरियाली पाहाड पखेरो राम्रै छ भनौँ न। यहीँ हो कि माथि हो पार्किङ हो के हो होइन दाइ? बसहरू छ, बसहरू रहेछ। व्यक्तिहरू पनि आउँछन्। म भर्खर आएको क्या थिएन, आउने भन्दा पनि आज आइयो भनौँ न। आज चाहिँ भयो एउटा शुभ दिन रह्यो मेरो संयोगले मैले भनौँ न। हामी चाहिँ यता पार्किङ गरेको ठाउँतिर पुगिसकेका छौँ। अब हामी त्यहाँ पुग्नलाई कति छ, 2 मिनटको बाटो छ, धेरै छैन। हाम्रो यो बुढो किन खिस्सा हाँसिरहेको छ, किनभने धेरै एक्साइटेड छ त आज। सायद आज यता मनपर्ने मान्छे भेटाएर हो कि यस्तो गरेको केटाले, किन त्यहाँ यहाँदेखि छ बाटो, यतादेखि रहेछ सर्ट बाटो। जे होस् आज केटो एकदमै खुसीका साथ भइरह। यहाँदेखि रहेछ नि, माथिदेखि पनि छ कि हजुर? यहाँ त छ, यस्तो छ बाटो। एकदमै एक्साइटेड भइरहेको त आज जान। अनि दाइ कतिको एक्साइटेड हुनुहुन्छ खै भन्नु न, केही प्रतिक्रियाहरू दिनु पऱ्यो। अब जाँदैछु होइन। हजुर रमाइलो मान्नु होइन? फर्स्टचोटि हजुर गाउनु ए अन्त नि ल भन्नुहोस् त हजुर, के भनौँ, कस्तो एक्साइटेड, कतिको फिलिङ, के फिल आइरहेछ? भन्न भनिरहेको छु त, के कस्तो फिल आइरहेछ, कति एक्साइटेड छस् त? एकदमै गजब राम्रो भइरहेछ। कस्तो मानिस ठाउँ त के भन्नु, भर्खर आएको होइन। जाँदैछौँ, उकालो चढ्दैछौँ सिडीमा होइन। मन्दिर खोजिरहेछ कि यसले मन्दिर खोजिरहेछ। मन्दिर कहाँदेखि पाउने हो यसले? के अरे शहीद पार्कमा, यहाँ त शहीदहरू मात्र होला सायद। ठिकै छ, एकदमै उकालो भएछ, जे हल्का उकालो हिँड्नै पर्दो रहेछ। ल त अब बाँकी हामीले यहीँनिर प्रवेश गरिसकेपछि देखाउने वाला छौँ है। गेट पाएपछि यहाँ गेटनिर प्रवेश गर्न लागेको अवस्था छ। निकै रमणीय रहेछ ठाउँ भनौँ न, राम्रै छ कि दामी रहेछ है। टिकट काट्नुपर्छ कि टिकट काट्नु रहेछ, कति छ टिकट काट्नु न काट्ने है 5 जनाको मिलाएर। ल टिकट काट्दै हुनुहुन्छ हाम्रो के अरे स्पन्जर दाइले टिकट काटिराख्नु भएको छ। त्यही हो, अब हामी हजुरहरूलाई भित्र प्रवेश गरिसकेपछि देखाउने वाला पनि कस्तो दामी देखिएको। म त आज एकदमै एक्साइटेड छु। आज कस्तो संयोग मिल्यो र रमाइलो दिन, एकदमै म एकदमै खुसी भइरहेको छु म त होइन। ल यतातिर कतिको एक्साइटेड छ त अब भित्र प्रस्थान गर्न पाउँदा? थाहा छैन कि हो। ल हजुरहरूलाई म अब भित्र छिरिसकेपछि देखाउने वाला छु है त। अब भित्र छिरिसकेपछि देखाउने वाला छ हजुरहरूलाई। चाहिँ हामी भित्र प्रस्थान गरिसकेका अवस्था छ। यतातिर एकदमै रमणीय रहेछ ठाउँहरू पनि। यहाँनिर यो के धारा बवाल रहेछ यहाँ। अब हाम्रो चाहिँ अब के हुनेवाला छ भन्दाखेरि अब टिकटक भिडियोहरू स्टार्ट हुन्छ अब केही क्षणमा। नमस्कार के फुल टिप्ने राख्ने। अब कुन शहीद हुनुहुन्छ यहाँनिर, शहीदहरू हुँदो रहेछ। प्रतिमा एकदमै नमन प्रकट गर्दछ। हाम्रो यो प्रकृतिलाई जोगाइराख्नुको लागि उहाँले धेरै योगदान गरिराख्नु भएको छ। त्यसको लागि म हजुरहरूलाई
कस्तो राम्रो भएछ यो उतातिर पनि यस्तो हुँला थियो बुलबुलेतिर पनि बनाउनु लाएको थियो कति कहाँ जाने हो जाऊँ न एउटा चाहिँ बसौँ ल बस्ने कि घुमौँ न अहिले देख्न सक्नुहुनेछ यतातिर एकदमै माइ गड के हो यहाँ त शिलालेख हो कि के हो दाइ होइन यहाँ शिलालेख आहो पानी खाएको ल यो शिलालेख हो कि के हो यो के रहेछ गाइजहरू हजुरहरूले मलाई कमेन्टमा सोधिदिनु होला सानो मिठो के हो भनेर के हो पानी खानुपर्छ कि के हो खानुपर्छ होला यार ल हजुरहरूलाई म पानी हजुरहरू अब यहाँनिर देखाउनु त्यसको राम्रो रहेछ गाइस अहिले त म पानी खान आइरहेको छु यो कति राम्रो हाम्रो आमा हाम्रो मम्मी गाइस हेर्नु हामी चाहिँ यो के भन्छ र यसलाई के भन्छ थाहा छैन हामीलाई एकदमै रमाइलो भइरहेको छ यो देख्न सक्नुहुन्छ सबै निदाइसक्नु भएको एकदमै रमाइलो भइरहेको छ अलि हल्लाउनु न दाइ स्पिड केही भएको छैन कस्तो मैले केही भने छैन अहिले रमाइलो भइरहेको छ दाइ ल दे अलि फास्ट हो कस्तो केही भने छैन यार अहिले अघि एक्लै भएर हो क्या धेरै चक्कर लाग्यो देख्नुहुन्छ यसको पारा एकदमै बवाल छ उहाँहरू चाहिँ निदाइसक्नु भएको अनि ल त गाइस अहिले त स्पिड बढी छन् ओ माइ गड मनोरञ्जन भनेको यही रहेछ के होइन सधैँ आउनुपर्छ कि के सधैँ आउनुपर्छ कि गाइस देख्न सक्नुहुन्छ एकदमै रमाइलो अवस्था छ सधैँ मैले के भने आएन ओइ बाघको फर्कियो होला क्या यार बस दाइ अहिले त भइगयो दाइ भइगयो दाइ भयो कि दाइ भयो क्या दाइ यार भिडियो 1 मिनट पनि भएको छैन दाइ फेरि स्पिड 1 मिनट भएको छैन के भइरहेको छ अनि यो बिचमा हेर्न के हेर्न क्या कस्तो रमाइलो भइरहेको छ त्यहाँ अहिले त्यस्तो केही भएको छैन राम्रो भइरहेको छ गाइस अहिले चाहिँ हामी माथितिर प्रस्थान गरिसकेका छौँ तल थियौँ अहिले हामी माथि आइसकेका छौँ ओ माई गड कति राम्रो हो देख्न सक्नुहुन्छ यहाँ त ताल रहेछ त यार स्विमिङ पुल हो कि हो ओहो कति राम्रो छ कस्तो पानीको छिटाहरू आउँदो रहेछ यतातिर एकदमै रमाइलो भइरहेछ हामी आएको चाहिँ कति 1 बजेतिर हो अहिले कति 2 बजे कि हो नि दाइ ल अनि अब गाइस अब हामी चाहिँ अब उता घरतिर रुमतिर लाग्नुपर्ने हुन्छ अब हजुरहरूलाई मैले के देखाएँ अब सम्पूर्ण अन्तिमसम्म हेरिदिनु होला हजुरहरूकोबाट मैले त्यही अपेक्षा गरेको राखेको छु र यता चाहिँ देख्न सक्नुहुन्छ अन्तिममा अब हामी घरतिर हिँड्न लागेको अवस्था छ गेट लिएर आइसकेको छु त्यही हो हजुरहरूको मायाको अपेक्षा राखेको छु हजुरहरूले मलाई धेरै नै माया देखाइदिनु हुनेछ भन्ने अपेक्षाका साथ अब म बिदा हुनेछु हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला त्यसपछि बेल आइकनमा गएर अल थिचिदिनु होला भन्ने आशा राखेको छु भन्दै अब म बिदा हुन्छु हस् त नमस्कार।